विशेष गरी जाउख्लिउ र फाक्सिलिङको यो चाहिँ मूर्ति बनाउनको लागि अझै पनि केही बजेटहरू गाउँपालिकाबाट चाहिँ हामीले थप चाहिँ विनियोजन गर्नुपर्ने परिस्थिति छ। यो जुन कुरा मैले पहिले बोलेको छु र बजेट जसरी एलोकेसन भएको छ त्यो नपुग्द बजेट पनि यही कार्यक्रम, यही बजेट, यही वर्षको आर्थिक वर्षको चाहिँ बजेटबाट यो थुलुङ संस्कृति प्रतिष्ठानलाई चाहिँ हामी उपलब्ध गराउने प्रतिबद्ध।
हाम्रो सबै पुर्खाहरूलाई हार्दिक धन्यवाद छ। शान्ति पेन्मु नेम प्राण प्रतिष्ठा यो हाम्रो किराँत लिपिमा पनि त्यही लेखिएको छ। थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा थुलुङ राई संस्कृति प्रतिष्ठानद्वारा निर्मित आदिवासी किराँत राईका आदिम पुर्खाहरू जाउमा, ख्लेउमा, जाउख्लेउ र खक्सिलिप थुलुङ राई भाषामा का प्रतिमाहरू थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम थुलुङ राईज्यूको बाहुलीबाट प्रतिमाहरूको प्राण प्रतिष्ठा गर्ने शुभ अवसरमा अनावरण सम्पन्न भयो। किराँत यल थ ख्रोस्ता मुनाम 1 नेम 5086 किराँत लिपिमा पनि सोही लेखिएको छ। 2082 साल माघ 1 गते 2025 जनवरी 15 तारिक। धन्यवाद। को प्रतिमा किराँत लिपिमा सोही लेखिएको छ। जाउमा र खेउमा तायामा खियायामा गुम्या लास्मे नाना निछा दिदीबहिनी शिव र ज्ञानका ज्योति ज्ञाता राई जातिको मुक्नुक अनुसार सबैभन्दा पहिला कपडा बुन्ने आदिम महिला आमा दिदी दुङ्गा र पाठी संस्कार सभ्यता र संस्कृतिका निर्माणकर्ता किराँत यलख 5086 विक्रम सम्वत 2082 सन् 2025 गाउँ र खेलको प्रतिमा अनावरण भएको छ। धन्यवाद। यो अङ्ग्रेजीमा पनि छ। स्ट्याचु अफ जाउ एन्ड खेउ डटर्स अफ दिलुङमा एन्ड पाक्यु एन्ड सिस्टर्स अफ Fakchilipa. They are revealed figures who taught people the art of cultivation, enriched cultural practice, and played a vital role in introducing and shaping the Kirat civilization. Thank you. आमा दिलिन दुईमा र बुबा प्रतिशङ्का छोरा वातुङमा जाउ तायामा ब्रह्म्या लोस र वाइम्पी क्लिउ खियामा लास्मे खेउका माइती लुङ छिरिम बायालुङमा नागेलुङमाको श्रीमान किराँत राई जातिका आदिम पुर्खा किराँत राई जातिलाई शिकारी युगबाट कृषि युगमा प्रवेश गराउने एक ऐतिहासिक आदिम पुरुष जङ्गल ओडार हलेसी गुबाको बसाइबाट घर निर्माण गरी व्यवस्थित बस्तीको सुरुवात गर्ने एक युगान्तकारी व्यक्तित्व तोसी तोस वास चेक्रो साकेला साकेन्बा साकेवाको सुरुवात गर्ने सांस्कृतिक योद्धा किराँत सभ्यता र संस्कृतिको निर्माणकर्ता महापुरुष किराँत यलख 5086 यो किराँत लिपिमा पनि सही लेखिएको छ। विक्रम सम्वत 2082 सन् 2025। धन्यवाद। सर्वप्रथम म क्षमा चाहन्छु, यो कार्यक्रममा आयोजकले 11 बजे बोलाए तापनि मेरो व्यक्तिगत व्यस्तताको बावजुद कारणले गर्दा म समयमा उपस्थित हुन सकिनँ।
फेरि समयभन्दा अगाडि नै म यो कार्यक्रमबाट बिदा माग्नुपर्ने समयको चापको बीचमा म यहाँ उपस्थित भएको जानकारी दिन चाहन्छु र तपाईँहरूले यो प्राविधिक कारणले मात्र मैले यो समयमा उपस्थित हुन नसकेको कुरा बुझिदिनुहुन्छ भन्ने आदरणीय उपस्थित सम्पूर्णलाई म हार्दिक अपिल गर्न चाहन्छु। विशेष गरी धेरै बोल्नु छैन। थुलुङ राई संस्कृति प्रतिष्ठान यस्तो एउटा संस्था हो जसको एउटा अभियन्ता वास्तवमै यो समाजमा भएका सांस्कृतिक विविधताहरू, विभेदहरू, भाषिक विभेदहरू, जातीय विभेदहरू, पहिचानका सयौं कामहरूको लागि सबैले यो विशेष गरी यो माथिल्लो यो क्षेत्रमा मात्र होइन, यो प्रदेशमै, यो 1 नम्बर प्रदेशमै यो हामीले नामाङ्कन गर्न खोजेको यो किराँत प्रदेशमै सबैभन्दा अग्रणी एउटा अभियन्ताको रूपमा उहाँ आफूलाई स्थापित गर्दै आउनुभएको एउटा अभियन्ता हो जसको नाम मिर्कुदम थुलुङ राई। उहाँको अगुवाईमा यहाँ निकै महत्त्वपूर्ण कार्यक्रमहरूको चाहिँ हामीले चाहिँ सहकार्यमा यो थुलुङ राई प्रतिष्ठान र हाम्रो सहकार्यमा भन्नाले थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा महत्त्वपूर्ण कार्यक्रमहरू हामीले हाम्रो सहकार्यमा सम्पन्न भएको छ। थुलुङ दुधकोशी नामाङ्कनको सवालदेखि पछिल्लोचोटि यहाँ चाहिँ पाठ्य पुस्तक निर्माण गर्ने, पाठ्यक्रमहरू निर्माण गर्नेदेखि लिएर यो थुलुङ राई प्रतिष्ठानको यो क्षेत्रलाई, यो पवित्र ठाउँलाई सबैभन्दा बढी यो पवित्र धार्मिक तीर्थस्थलको रूपमा चाहिँ विकास गर्ने आजको यो निकै नै पवित्र काम चाहिँ जाउमा ख्ल्यु र क्वाक्चिलिकको यो प्रतिमा निर्माण गर्ने र यसलाई चाहिँ यहाँ हस्तान्तरण गर्ने, यो समाजलाई हस्तान्तरण गर्ने यो सम्पूर्ण कार्यक्रमहरूको सिलसिला हेर्ने हो भने यो संस्थाको र यसको नेतृत्वकर्ताको निकै ठुलो भूमिका छ र उहाँकै पहल कदमीबाट मात्र यो सम्पन्न भएको छ। हामीलाई थाहा छ वास्तवमा यो सांस्कृतिक हस्तक्षेपले यहाँका आदिवासीहरूको चाहिँ संस्कृतिमा कसरी चाहिँ सङ्कट पैदा भएको छ। आज हामीले बोल्दै गरेको भाषाहरू प्रत्येक 15 मिनटमा संसारभरिका चाहिँ आदिवासीहरूको एउटा भाषा लोप हुँदै गर्दामाखेरि त्यसको इकोसिस्टमले सारा यो विश्वको इकोसिस्टमलाई खलबलाइरहेको छ। हामीले आफ्नो पहिचानको मुद्दा उठाउँदै गर्दामाखेरि जातिवादी हुनको ट्याग हामीले लगाइराखेको परिस्थिति पनि छँदैछ। तथापि पनि यो युनिभर्समा, यो पृथ्वीमा जति जातिहरू छन् ती जातिका आफ्नै विशिष्ट चाहिँ संस्कृतिहरू छन्, यसका आफ्नै भाषाहरू छन्, वेशभूषाहरू छन्, परम्परा छ। सबैको संरक्षण गर्नु यो भूगोलभन्दा बाहिर यो युनिभर्सकै आफ्नो चाहिँ दायित्व हो। देश आज एउटा सिमानाले हामीलाई चाहिँ जोडेको छ, एउटा छुट्याएको छ। यो देशको, राष्ट्रको पहिलो कर्तव्य त्यो हो। वास्तवमा एउटा फुलबारीमा, एउटा बगैँचामा एउटा मात्र फुल मर्यो भने, एउटा मात्र फुलले आफ्नो अस्तित्व गुमायो भने त्यो बगैँचाको सुन्दरतामा कति धेरै फरक पर्छ। यो कुरा हामीले जान्नुपर्छ। सँगसँगै हामीले यसको कुरा गर्दै गर्दामाखेरि हाम्रो साम्प्रदायिक चाहिँ भाइचाराको कुरा, साम्प्रदायिक सहअस्तित्वको कुराहरू, आपसी सहयोगको कुराहरू, एउटा सम्प्रदायले अर्को सम्प्रदायको हरेक कुराहरूलाई अघि नै मैले भनेको जाति, भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई उच्च सम्मान गर्ने, सौहार्दतापूर्ण रूपमा हेर्ने र एउटा संस्कृति बच्दै गर्दामाखेरि अर्को संस्कृति बच्नको लागि सहयोगी भूमिका खेल्छ भन्ने कुराको चाहिँ हामीले अनुभूति गर्दै त्यसलाई गर्व गर्ने, एउटा पहिचानको संस्कार संरक्षण गर्दैमाखेरि चाहिँ अर्को पहिचानधारी अर्को समुदायले त्यसलाई गर्वको रूपमा चाहिँ लिने परिस्थिति हामीले सृजना गर्नुपर्नेछ। पछिल्लोचोटि हामीले देख्यौँ धेरै किसिमका चाहिँ यहाँ भलबाडीहरू चाहिँ आइराखेको छ। यहाँ चाहिँ विभिन्न नाममा समाजलाई चाहिँ विभाजित गर्ने चाहिँ
तत्त्वहरू पनि अगाडि आइराखेको छ। यस्तो बेलामा अझ यो संस्कृतिविदहरू, यो पहिचानवादीहरू, यो जसले आफ्नो धर्म, संस्कार र संस्कृतिको लागि विशुद्ध यसको संरक्षणको लागि चाहिँ काम गरिरहेको छ, त्यस्ता समुदायहरू र त्यसका नेतृत्वहरू अझ सचेत हुनुपर्ने, सजग रहनुपर्ने परिस्थिति पनि आज सृजना भएको छ। यसको विषम परिस्थितिको मूल्याङ्कन यो थुलुङ राई प्रतिष्ठानले पनि गर्नेछ र त्यही हिसाबले आफ्नो चाहिँ भूमिकालाई अझ चाहिँ अब्बल बनाउनेछ र त्यही हिसाबले भूमिका चाहिँ अगाडि खेल्नेछ भन्ने कुरा म विश्वास गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो कार्यकालसम्म नेतृत्व गर्दाखेरि आज लगभग पौने 9 वर्ष निरन्तर यो पालिकाको नेतृत्वमा चाहिँ हुने अवसर, यो सौभाग्य यहाँका जनताहरूको चाहिँ ऐतिहासिक सहयोगबाट, ऐतिहासिक चाहिँ सहयोग र चाहिँ एक किसिमको सहकार्यबाट आज हामी यहाँ उपस्थित भएका छौँ भनिसकेपछि म यो सबै तमाम यही मञ्चबाट यहाँको अक्षुण्ण सहयोगको लागि, सद्भावको लागि, प्रेरणाको लागि र हौसलाको लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै कुरा मैले भन्नु छैन, तर व्यक्तिगत रूपमा म एउटा विषम्य र पारिवारिक चाहिँ पीडाबाट चाहिँ म यहाँ उपस्थित भएको छु। तथापि पनि यो समाजको लागि, यहाँका यो गाउँपालिकाको जनताको लागि, सोलुखुम्बु जिल्लाको युवाहरूको लागि, समग्र जिल्लाको विकासको आकाङ्क्षा बोकेका जनताहरूको लागि फेरि मैले आफ्नो फरक भूमिकाबाट अझ माथिल्लो तहबाट यहाँका जनताको सेवा गर्नुपर्छ भन्ने अठोटका साथ यो सोचलाई शक्तिमा बदलेर म यहाँ उपस्थित भएको कुरा तपाईँहरूलाई म सहर्ष जानकारी दिन चाहन्छु। म अहिलेलाई धेरै कुरा भन्दिनँ। सरकारको तर्फबाट यहाँका सबै आदिवासी जनजातिहरूको, यहाँका सबै जात जाति भाषा धर्मावलम्बीहरूको चाहिँ हरेक हिसाबले पहिचानको संरक्षण गर्ने, उहाँहरूको चाहिँ यो सरकार मेरो पनि हो भन्ने चाहिँ अनुभूति दिलाउने किसिमले चाहिँ हामीले काम गरिरहेका छौँ। यहाँका क्षेत्रीय ब्राह्मणहरूको कुल देवताका मन्दिर बनाउनेदेखि, मठ मन्दिर बनाउनेदेखि, शिवलिङ्ग, शिव मन्दिर बनाउनेदेखि लिएर यहाँ चाहिँ शेर्पा तामाङ समुदायको गुम्बा बनाउनेदेखि लिएर सबै कुराहरूमा उत्तिकै सरकारको तर्फबाट बराबर सहयोग चाहिँ हामीले उपलब्ध गराएको स्मरण पनि यही मञ्चबाट मैले व्यक्त गर्न चाहन्छु। आज किराँतीहरूको महान पर्व, विशेष गरी येलोदोङ 5086 को अवसरमा यो पालिकामा रहनुहुने सबै किराँती समुदायका सबै महानुभावहरूलाई र गैर किराँती सबैलाई पनि र यो जिल्लाका सबै चाहिँ आदरणीय महानुभावहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु। यो पर्वले हामी सबैलाई अघि नै मैले भने जस्तै सद्भाव, आपसी प्रेम, आपसी सद्भाव र हामी सबैले सबैलाई सम्मान गर्ने चाहिँ परिस्थिति सृजना गरोस्, म यही शुभकामना दिन चाहन्छु। म आजै अहिले नै तपाईहरूको बीचबाट छोडेर काठमाडौँ जानुपर्ने निकै विशिष्ट परिस्थितिको बीचमा म यहाँ आएको हुनाले म धेरै विषय राखिनँ। यो कार्यक्रम गर्नको लागि र विशेष गरी जाउखलिउ र फाक्सिलिङको यो चाहिँ मूर्ति बनाउनको लागि अझै पनि केही बजेटहरू गाउँपालिकाबाट चाहिँ हामीले थप चाहिँ विनियोजन गर्नुपर्ने परिस्थिति छ। यो जुन कुरा मैले पहिले बोलेको छु र बजेट जसरी एलोकेसन भएको छ त्यो नपुग्दो बजेट पनि यही कार्यक्रम, यही बजेट, यही वर्षको आर्थिक वर्षको चाहिँ बजेटबाट यो थुलुङ संस्कृति प्रतिष्ठानलाई चाहिँ हामी उपलब्ध गराउने प्रतिबद्धताका साथ यो आयोजक र सम्पूर्ण यो यहाँ कार्यक्रममा उपस्थित आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिँदै म मेरो विषय यही टुङ्ग्याउँछु र तपाईँहरूको बीचबाट बिदा हुन चाहन्छु। धन्यवाद।